हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर एपिसोड अफ मिस्टर बिजी ब्लग। के छ खबर? सबैजना एकदमै सन्चै हुनुहुन्छ होइन। आज पनि बडा दसैँको अन्तिम दिन, आज टिका जमरा लाएर चाहिँ मनाउने दिन हो होइन। हामी भने अब यो कोर्टमा जाँदैछौँ होइन। कोर्टमा गएर त्यो भगवान् हाम्रो देउतालाई चाहिँ टिको चढाएर होइन, अनि त्यसपछि हामीले त्यो त्यहाँबाट टिको प्रसादहरूमा जो टिको लिएर हामीले चाहिँ लगाएर हिँड्ने लगाउने चलन छ। त्यो गर्नको लागि हामी चाहिँ कोटा जाँदैछौँ गाइजहरू। कोटा पनि मस्त तरिकाले हाम्रो गाउँका सबै दाजुभाइहरू त्यहाँ जम्मा भएर टिका लगाउने चलन छ कि हामी त्यो सबै देखाउँछ। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है गाइजहरू। तपाईँको क्षेत्रतिर चाहिँ कसरी टिका लगाउनुहुन्छ त्यो चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। कहाँ कहाँबाट हेर्नुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला है। अब चाहिँ टिका लाउने कार्यक्रम सुरु हुनेछ। हामी चाहिँ अहिले घुमेको कोर्टमा छौँ होइन। अब मान्यजन पूजाबाट उता लाग्ने चलन छ। हामी टिका लाउने कार्यक्रम अब टिका लाउने कार्यक्रम सुरु भयो होइन। हाम्रो कोर्टमा छ, गभर्मेन्टको कोर्ट। त्यसरी हाम्रो चलन छ कि यहाँ लाइन लाएर लानु सब लाइन लाएर लाउने चलन छ कि हाम्रो उसमा छ। यो चाहिँ परम्परागत रूपमा चाहिँ चलिआएको चलन हो कि हाम्रो लाइन लाग्नु भएको छ। हामी पनि गएर टिका लगाइदिने। यो लाइन यहाँ अगाडि आएर बसिदिइहाल्यो। हेरे पनि राम्रो हुने लगेर खाने राम्रो राम्रो आशीर्वाद दिनु है दिदी। मान्यजनको हातमा टिका लगाउने बडा दसैँको होइन।
बिच बिच गर्नु पर्यो ल खान्छ राम्रोसँग पढे नमाथे बाबाले भनेको माथे बाउले लगाइदिनु पर्यो राम्रो होस् पढेर दियोस् चाँडै दियोस् खान पाइस् चाँडै भिडियो लाइभ राम्रो भयो त हेर साला छैन क्या बिलाइन्छ साला नि हेर्न किन लगाइनी पुरै दिन लाउँदै गएर तिमी किन लगाइनी ठुलो भए पनि टाइलो लगाइदिनु पाइन्छ दसैँ भने माने बाबाले भने माने लौरो भने राम्रोसँग पढ्यो यार जारी खायो क्या के छ राम्रो छ यो अलि राम्रो ए नर्मेल लाइन जोडेन किन हो एक आमासम्म टिको लगाएर दसैँ सेलिब्रेसन गर्दैछ वेको सम्पूर्ण दाजुभाइ